मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज पनि मैले विभिन्न प्रतिस्पर्धी परीक्षाहरूमा सोधिएका सम्भावित प्रश्नहरू लिएर उपस्थित भइसकेको छु। आजका प्रश्नहरू सुरु गर्नुभन्दा पहिले म तपाईहरुलाई सानो रिक्वेस्ट राख्न चाहन्छु। यदि तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरेर यस्तै किसिमका भिडियोहरू बनाउनको लागि थप ऊर्जा प्रदान गर्नुहोला। प्रश्नहरू एकदमै आधिकारिक छन्, महत्त्वपूर्ण छन्। ध्यान दिएर सुन्नुहोला, ध्यान दिएर पढ्नुहोला। अब आजका प्रश्नहरू सुरु गरौँ। क्वेशन नम्बर 91 समूह आई र समूह आई मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्। धोबी खोला रहेको छ, रुद्रमती मसराङ्गी नदी रहेको छ, शीतप्रभा अरुणोदय महाप्रभा द्रौपदी नदी रहेको छ, विश्वधारा। यसको सही जवाफ रहेको छ अप्सन बी। क्वेशन नम्बर 92 नेपालमा एउटै नामले दुईतिर बग्ने नदी कुन हो? यसको सही जवाफ रहेको छ अप्सन बी राप्ती। क्वेशन नम्बर 93 समूह आई र समूह आई मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्। यसको सही जवाफ रहेको छ अप्सन ए। क्वेशन नम्बर 94 नेपालको ठुलीभेरी नदी कुन कुन जिल्लाको सिमाना भई बगेको छ? यसको सही जवाफ रहेको छ अप्सन सी छ जाजरकोट र रुकुम पश्चिम। क्वेशन नम्बर 95 सप्तकोशी नदीका सहायक नदी इन्द्रावती र सनकोशी नदी मिसिने स्थानलाई के भनिन्छ? यसको सही जवाफ रहेको छ अप्सन ए दोलालघाट। क्वेशन नम्बर 96 नीलघाट कुन नदीमा मिसिन्छ? यसको सही जवाफ रहेको छ अप्सन बी महाकाली। क्वेशन नम्बर 97 कागब्यानी कुन नदीको किनारमा अवस्थित छ? यसको सही जवाफ रहेको छ अप्सन डी कालीगण्डकी। क्वेशन नम्बर 98 तल दिएका मध्ये कुन कथन ठिक छ? छनौट गर्नुहोस्। यसको सही जवाफ रहेको छ अप्सन डी कमिनी द बारा जिल्लामा पर्दछ। क्वेशन नम्बर 99 बर्जु ताल कुन जिल्लामा पर्दछ? यसको सही जवाफ रहेको छ अप्सन सी सुनसरी। क्वेशन नम्बर 100 छोरोल्पा ताल कुन जिल्लामा पर्दछ? यसको सही जवाफ रहेको छ दोलखा। क्वेशन नम्बर 1 गोसाइँकुण्ड कुन जिल्लामा अवस्थित छ? यसको सही जवाफ रहेको छ अप्सन बी नुवाकोट। क्वेशन नम्बर 2 समूह आई र समूह आई बीच जोडा मिलाई कोडबाट सही उत्तर छानौट गर्नुहोस्। कोल्छम ताल गोर्खा, दामोदर कुण्ड मुस्ताङ, जगदीशपुर ताल कपिलवस्तु, इन्द्र सरोवर ताल। यसको सही जवाफ अप्सन बी। क्वेशन नम्बर 3 समूह आई र समूह आई मा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्। इलाम, माइपोखरी, उदयपुर, सुकेपोखरी, तेह्रथुम, टिलिङ पोखरी, खोटाङ। सही जवाफ रहेको छ अप्सन बी। क्वेशन नम्बर 4 समूह आई र समूह आई मा रहेका ताल र जिल्लाका सन्दर्भमा जोडा मिलाउनुहोस्। जगदीशपुर ताल, कपिलवस्तु, गोक्य ताल, सोलुखुम्बु, सुर्मा सरोवर, बजाङ, रूपा ताल रहेको छ कास्की। यसको सही जवाफ रहेको छ अप्सन बी। क्वेशन नम्बर 5 तलका मध्ये नेपालमा रहेको कुन ताललाई कपिल ताल भनेर चिनिन्छ? यसको सही जवाफ रहेको छ अप्सन सी घोडाघोडी। क्वेशन नम्बर 6 गोसाइँकुण्ड कति उचाइमा रहेको छ? यसको सही जवाफ रहेको छ अप्सन सी सही जवाफ रहेको छ अप्सन ए। क्वेशन नम्बर 7 रूप्से झरना कुन जिल्ला पर्दछ? यसको सही जवाफ रहेको छ म्याग्दी अप्सन सी। निम्नलिखित झरना र अवस्थित जिल्लाको जोडाहरूमा नमिल्ने जोडा कुन हो? यसको सही जवाफ रहेको छ अप्सन सी। क्वेशन नम्बर 9 गुप्तेश्वर महादेवको गुफा कहाँ रहेको छ? यसको सही जवाफ रहेको छ ए पर्वत। क्वेशन नम्बर 10 पाताल भुमेश्वर गुफा कुन जिल्लामा रहेको छ? यसको सही जवाफ रहेको छ अप्सन ए बैतडी। क्वेशन नम्बर 11 कालीगण्डकीमा पर्ने विश्वकै सबैभन्दा गहिरो गल्छीको गहिराई कति रहेको छ? यसको सही जवाफ रहेको छ अप्सन बी 6967 मिटर।
क्वेसन नम्बर 12 च्याङ्ला भन्ज्याङ कुन जिल्ला पर्छ? यसको सही जवाफ रहेको छ हुम्ला, अप्सन बी राइट एन्सर। क्वेसन नम्बर 13 नेपालको सबैभन्दा उच्च स्थानमा रहेको थोराङ पासा मार्ग कुन जिल्लामा रहेको छ? सही जवाफ रहेको छ अप्सन पुर मनाङ। क्वेसन नम्बर 14 तलका मध्ये नमिल्दो जोडा कुन हो? यसको सही जवाफ रहेको छ अप्सन बी। क्वेसन नम्बर 15 निम्न कथन ठिक बेठिक के हुन् छुट्याउनुहोस्। लाङटाङ हिमाल भन्दा गौरीशङ्कर हिमाल बढी उचाइमा छ। दोस्रो कथन रहेको छ टिकर भन्ज्याङ दार्चुला जिल्लामा रहेको छ। यसको सही जवाफ रहेको छ अप्सन बी पहिलो कथन गलत, दोस्रो कथन ठिक। क्वेसन नम्बर 16 समूह आई र समूह आईमा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्। माने भन्ज्याङ इलाम, पाथिभारा भन्ज्याङ रहेको लेजोङ र काँक्रेबिहार सुर्खेत यसको सही जवाफ रहेको छ अप्सन ए। क्वेसन नम्बर 17 समूह आई र समूह आईमा जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्। टिकर भन्ज्याङ दार्चुला, नाम्जा भन्ज्याङ रहेको छ मगु, किमाथाङका भन्ज्याङ रहेको छ सङ्खुवासभा, चाबुक भन्ज्याङ रहेको छ टिकर भन्ज्याङ रहेको छ दार्चुला, नाम्जा भन्ज्याङ रहेको छ मगु, किमाथाङका भन्ज्याङ रहेको छ सङ्खुवासभा र चाबुक भन्ज्याङ रहेको छ ताप्लेजुङ। यसको सही जवाफ रहेको छ अप्सन सी। क्वेसन नम्बर 18 समूह आई र समूह आईमा रहेका सीमामा र जिल्लाका सन्दर्भमा जोडा मिलाउनुहोस्। टिकर, दार्चुला, कोरला, मुस्ताङ, केरुङ, रसुवा, किमाथाङका सङ्खुवासभा यसको सही जवाफ रहेको छ अप्सन बी। क्वेसन नम्बर 19 छालाका लागि प्रसिद्ध जिल्ला कुन हो? यसको सही जवाफ रहेको छ अप्सन सी दैलेख। क्वेसन नम्बर 20 नेपालको मरुभूमि भनेर कुन जिल्लालाई चिनिन्छ? यसको सही जवाफ रहेको छ अप्सन ए मुस्ताङ। क्वेसन नम्बर 21 लोकताकको जिल्ला र झोलुङ्गे पुलको जिल्ला भनी कुन जिल्लालाई चिनिन्छ? यसको सही जवाफ रहेको छ अप्सन सी बागलुङ। क्वेसन नम्बर 22 विभिन्न प्रकारका 180 भन्दा बढी जडीबुटी पाइने घुम्टे लेक कुन जिल्लामा पर्दछ? यसको सही जवाफ रहेको छ अप्सन ए बागलुङ। क्वेसन नम्बर 23 साततालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? यसको सही जवाफ रहेको छ अप्सन ए कास्की। साथीहरू यस्तै किसिमका विभिन्न प्रतिस्पर्धी परीक्षाहरूमा सोधिएका सम्भावित प्रश्नहरू लिएर म तपाईँहरूको सामु आइराख्नेछु। यसको लागि सबैभन्दा पहिले नोटिफिकेसन मलाई पुगोस् भन्ने लाग्छ भने मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरी किसिमका भिडियोहरू बनाएको सबैभन्दा पहिले जानकारी मलाई प्राप्त होस् भन्ने तपाईँ चाहनुहुन्छ भने मेरो च्यानललाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला। आजका प्रश्न यति नै। फेरि अर्को भिडियो लिएर आउने नै छु। अहिलेलाई छुट्टिन्छु। हस्त धन्यवाद।